Hello everyone, you can see here momos. different type को मोमो आज हामी खान गइरहेको छौं है। अन्त मोमोको साथमा हामी खाँदैछौं कोक। अन्त विन्टरमा कोक पनि एकदमै मिठो लाग्छ हो। अन्त यहाँनिर बहिनीहरुले एकदमै सर्भ गरिराको देख्न सक्नुहुन्छ। हाम्रो जस्मी बहिनी रेला गर्दै एकदमै कोक खोल्दैछ है। अन्त हाम्रो बहिनीले सबै ग्लासमा फिलअप गर्दैछ कोक एकाएक। त्यसको रिभाइज पनि देख्न सक्नुहुन्छ। अन्त कोक सँगै चाहिँ हामीले खान गइरहेको छौं तातो तातो सुप। अन्त यो सुप हेर्नुस् यति डिलिशियस थियो हैन। अन्त यो चाहिँ सबैजना मिलेर बनाएको। अन्त जस्मी बहिनीले, शोभा बहिनीले, समन्ता बहिनीले सुपलाई रेडी गर्यो। अनि त्यो सुपमाथि लाउनुको लागि रेडी थियो प्याज, काटेको प्याज अनि धनिया। अन्त समन्ता बहिनीले लाउँदै गरेको यसरी देख्न सक्नुहुन्छ तातो सुपमा। अन्त त्यहाँदेखि अचार, यो एकदम छुर्पीको अचार हो देख्न सक्नुहुन्छ। एन्ड बहिनीले एउटा मोमो टिपेर छुर्पीको अचारमा डिप गर्दै अनि एक मिठो बाइट लिइरहेको भिडियो देख्न सक्नुहुन्छ एकदमै डिलिशियस वेमा। अनि यसरी नै विन्टरको बेलामा सबैजना मिलेर मोमो खायौं। एन्ड अब यो जस्मी बहिनीको पालो। जस्मी बहिनीले पनि यहाँ मोमो टिपेर अचारमा डिप गर्दै एक मिठो बाइट लिइरहेको देख्न सक्नुहुन्छ। अनि आजको चाहिँ एकदमै टेस्टी एन्ड डिलिशियस मोमोको भिडियो हो यो चाहिँ। एन्ड सुपसँग खाइरहेको त्यो मात्रै कहाँ हो र, अब अर्को छ रामेन। रामेन देख्न सक्नुहुन्छ। मोमो प्लस रामेनको कम्बिनेसन एकदमै खतरा है। तपाईँ देख्न सक्नुहुन्छ एकदमै पिरो स्पाइसी। एन्ड यहाँ देख्न सक्नुहुन्छ हाम्रो गुन्जन बहिनीले बाइट लिँदै गरेको एकदमै मिठो पाराले हेर्न सक्नुहुन्छ मोमो। एन्ड रामेन एकदमै पिरो पिरो त्यो पनि खाइरहेको है। अन्त त्यस्तो प्रकारले आजको दिन चाहिँ एकदमै रमाइलोसँगले बित्यो। सबैजना बसेर खाएको भिडियो देख्न सक्नुहुन्छ। जाडोको बेलामा रामेन प्लस मोमो एन्ड विथ तातो तातो सुप। यो स्टाइल चाहिँ हाम्रो समन्ता बहिनीको। यसरी सुप नखाइ चाहिँ उसलाई चित्त बुझ्दैन। अनि एकदमै चाइनिज वेमा सुप खाइदिनुहुन्छ उहाँले चाहिँ। अनि यो चाहिँ सबैले खाइसकेको लास्टको नजरिया। सबैले खाइसक्यो मोमो है। एन्ड थ्याङ्क यू फर वाचिङ माई भिडियो। अनि लास्टमा कमेन्ट गरिदिनुहोस् होला के को मोमो खायो भनेर गाइस कमेन्ट बक्समा। थ्याङ्क यू।